नमस्कार। ज्योतिषाचार्य च्यानलमा यहाँलाई हार्दिक स्वागत छ। पञ्चाङ्ग ज्ञानको निरन्तर श्रृङ्खला अन्तर्गत पञ्चाङ्ग अर्थात् पात्रो हेर्ने तरिकाको तेस्रो श्रृङ्खला लिएर उपस्थित भइसकेको छु म नारायण प्रसाद निरौला। आजको प्रस्तुतिमा हामी नेपाल सम्वतको ज्ञानका विषयमा विशेष चर्चा गर्नेछौँ। नेपाल सम्वतको परिचय र यसको प्रयोग, नेपाल सम्वतको प्रयोग पात्रो मार्फत कसरी गर्न सकिन्छ भन्ने कुराका बारेमा आज हामी विस्तृत रूपमा चर्चा गर्नेछौँ। आरम्भ गरौँ नेपाल सम्वतको परिचयबाट। नेपालका पात्रमा नेपाल सम्वतको पनि उल्लेख गरिएको हुन्छ, जो कि हामीले यो आवरण पृष्ठबाट पनि यहाँ बुझ्न सक्छौँ। यहाँ नेपाल सम्वत भनेर दिएको छ। त्यसैगरी विक्रम 2082 सालमा नेपाल सम्वत 1145 र 1146 पर्छ। किनकि यो दुईटा पर्नुको मतलब चाहिँ के हुन्छ भन्दाखेरि कार्तिक शुक्ल प्रतिपदाबाट नेपाल सम्वतको नयाँ वर्ष आरम्भ हुन्छ। त्यो भएको कारणले गर्दाखेरि 1145 सकिएर यो 82 सालमै 1146 को आरम्भ हुने भएको कारणले गर्दाखेरि हामीले 82 सालको पञ्चाङ्गमा हेर्यौं भने यो कुरा देख्न सक्छौं। 1145 अनि 1146 लेखिएको छ। यसरी हेर्दा आजभन्दा 1145 वर्ष पूर्वबाट यो सम्वतको आरम्भ भएको जान्न सकिन्छ। अब यो चाहिँ सामान्य रूपमा हामीले कहिलेबाट आरम्भ भयो भन्दा योभन्दा यति वर्ष पूर्व आरम्भ भयो भन्ने कुराहरू बताउन सकिन्छ। र 82 मा 1145 2082 मा 1145 घटाउँदाखेरि पनि यो बीचको अन्तर प्राप्त हुन्छ। अब यो नेपाल सम्वतको स्थालनीकर्ताका रूपमा चाहिँ शङ्खधर शाक्यलाई लिइन्छ र उहाँले नै यो सम्वत आरम्भ गर्नुभएको हो भन्ने प्रमाण पाइन्छ। र नेपाल सम्वतको नयाँ वर्ष कार्तिक शुक्ल प्रतिपदाबाट आरम्भ हुन्छ। कार्तिक शुक्ल प्रतिपदा जो तिहारको हाम्रो भाइटिकाको अघिल्लो दिन हुन्छ, जुन हली तिहारका दिन हो, त्यही दिनबाट चाहिँ नेपाल सम्वतको नयाँ वर्ष आरम्भ हुन्छ। र अहिले के छ भन्दा नेपाल सम्वतलाई सरकारी कामकाजको भाषाका रूपमा पनि प्रयोग गर्ने निर्णय भएको हुँदाखेरि अहिले प्राय हामीले सरकारी विशेष सरकारी कागजातहरूमा पनि नेपाल सम्वतको उल्लेख पाउँछौँ। अब विशेष गरी नेपाल सम्वतका महिना चाहिँ कसरी निर्धारण छन् भन्ने कुराहरूलाई चाहिँ यहाँ चान्द्रमासमा आधारित छ। जसरी यो हाम्रो सौर पञ्चाङ्ग सौर र चान्द्र दुईटै पद्धतिमा यो मिश्रित भएर आएको छ, त्यसै गरी यहाँ पनि सौर र चान्द्र दुईटै पद्धतिहरू नै छन्। विशेष गरी चाहिँ जसरी हाम्रा तिथिहरू जुन रूपमा हामीले मान्छौँ तिथिसँग सम्बद्ध विषयवस्तुहरू यहाँ पनि अर्थात् नेपाल सम्वत पनि तिथिसँगै विषय सम्बद्ध भएर आएको पाइन्छ। त्यो भएको कारणले गर्दा हामीले हरेक पक्षमा आफ्ना पक्षहरू, शुक्ल पक्षको कृष्ण पक्षका पृथक पृथक नाम छन्, त्यसका बारेमा हामी अगाडि चर्चा गर्ने नै छौँ। विशेषतः चाहिँ यसको केन्द्र भनेको जसरी हाम्रो पनि विशाखा नक्षत्रका दिन महिना पूर्ण हुने भएको कारणले गर्दा वैशाख भने जस्तै गरी यो पनि वैशाख महिना यसरी चान्द्रमाससँग अन्तर सम्बन्धित भएको पनि छ। त्यो भएको कारणले गर्दा चान्द्रमासमै धेरै कुराहरू आधारित छन्। जस्तै अब पुन्नी भयो पूर्णिमा, चरे भयो चतुर्दशी एवं क्रमले रहन्छ। यसरी नेपाल सम्वत चाहिँ यो चान्द्र महिनाका आधारमा निर्धारित छ भन्ने कुरा हामीले यहाँबाट जान्न सक्छौँ। अब नेपाल सम्वतका महिनाको नामका बारेमा र यो अहिले प्रचलनमा रहेका पञ्चाङ्गको सम्बन्धमा केही थोरै सामान्यतः भिन्नता भए पनि सामान्यतः यी कुराहरू नै रहेको पाइन्छ अधिकांश रूपमा। र अब यो चाहिँ नेपाल सम्वत मनाउने स्थान अनुसार स्थानीय भेदले गर्दाखेरि पनि पृथक रहन गएको हो। जस्तो वैशाख कृष्ण पक्षलाई चौलागा, वैशाख शुक्ल पक्षलाई वत्सलाथ, ज्येष्ठ कृष्ण पक्षलाई वत्सलागा, ज्येष्ठ शुक्ल पक्षलाई तसलाथ, आषाढ कृष्ण पक्षलाई तसलागा, आषाढ शुक्ल पक्षलाई दिल्लाथ। अब यो दिल्लाथ अनि दिल्लागा यसरी आएको छ। फेरि गोलाथ गोलागा, यसै गरी भाद्र शुक्ल पक्षको यलाथ यलागा, थ र ला गा, यसरी चाहिँ यो शुक्ल पक्षमा थ अनि कृष्ण पक्षमा गा यसरी आएको देखिन्छ। अब नजिकै जस्तो अब आश्विन शुक्ल पक्षमा कौलाथ भयो भने अब कौलागा हुन्छ कार्तिक कृष्ण पक्षमा एवं क्रमले यो चाहिँ यो अनुसार चलेको पाइन्छ। कार्तिक शुक्ल पक्ष कचलाथ, मार्ग भनेको मङ्सिरको कृष्ण पक्षमा कचलागा एवं क्रमले चैत्र कृष्ण पक्ष चिल्लागा, चैत्र शुक्ल पक्ष चौलाथ, अथवा यो चाहिँ फागुन शुक्ल पक्ष चिल्लाथ भएकोले यो चाहिँ चैत्र कृष्ण पक्ष चिल्लागा भएको पाइन्छ। अब यो चाहिँ अब यो नाउँ हो र यसको अर्थ चाहिँ अब सम्बन्धित विषय
विषय विज्ञसँग बुझ्नु राम्रो हुन्छ। मूलत वैशाख कृष्ण पक्षलाई चौलागा भनेर सम्बोधन गरेको पाइन्छ र पञ्चाङ्गमा पनि यी कुराहरू उल्लेख छ। हामीले यही अनुसार पञ्चाङ्ग पनि हेर्नेछौँ। अब यसका साथसाथै अधिक मास पर्दाखेरि चाहिँ अब यी त यही नै भइहाल्यो। अधिक मास पर्दाखेरि अधिक शुक्ललाई अनलत्थ र अधिक कृष्ण पक्षलाई अनलागा भनेर उच्चारण गरेको पाइन्छ। हामीले ती पात्राहरूमा हेर्यौँ भने पनि यी कुराहरू देखिन्छन् र विशेष गरी चाहिँ पक्ष अनुसार चाहिँ यी निर्धारण भएका हुन्छन्। जस्तो अब एक गते भन्यो भने गतेले काम गर्दैन। नेपाल सम्मतमा चाहिँ के हुन्छ भन्दा तिथि नै हुन्छ। अब त्यो तिथि प्रतिपदा छ भने प्रतिपदै भयो, एक लेखिन्छ। अब प्रतिपदा 1, द्वितीय 2, तृतीय 3 एवं क्रमले रहन्छ भने अब पक्ष चाहिँ के हो? पक्षको नाम भनेको चौलागा। हुन त अब प्रत्येक तिथिका पनि नाम होलान्, मैले प्राप्त गर्न सकेको छैन। जति प्राप्त गरेँ यो कुराहरूलाई चाहिँ अलिकति केही विशेषतः प्रतिपदा द्वितीय आदि 1, 2, 3 ले नै उच्चारण हुने भएको कारणले गर्दा धेरै त्यो पाइन्छ। अब चतुर्दशी र पूर्णिमाका चाहिँ विशेष नाम रह्यो। जस्तो चतुर्दशीलाई चरे र पूर्णिमालाई पुन्नी, यो चाहिँ विशेष तिथिका नाम भनौँ न, यी चाहिँ विशेष प्रयोग भएका पाइन्छन्। र अरू चाहिँ अब प्रतिपदा आदि नै दिएको पाइन्छ। त्यसरी प्रतिपदा द्वितीयलाई छुट्टै छुट्टै नाम दिएको चाहिँ छैन। यद्यपि अब त्यो भयो भने अथवा छन् रहेछन् भने त्यसको पनि खोजकै विषयवस्तु छन्। र अहिलेको भन्दा चाहिँ तिथिलाई 1 दिँदाखेरि नि त्यो बुझिने भएको कारणले गर्दाखेरि त्यसलाई र धेरै प्रयोगमा नआउने अथवा पर्वहरू कम रहने भएको कारणले गर्दाखेरि हुन सक्छ। अब मूल रूपमा चाहिँ चतुर्दशी र पूर्णिमा चाहिँ अधिक प्रयोगमा रहेका पाइन्छन्। अब हामी पञ्चाङ्गतर्फ नै लागौँ र यी कुराहरूलाई पञ्चाङ्ग मार्फत नेपाल सम्मतका विषयवस्तुहरूमा जानकारी लियौँ। विशेष गरी यहाँ नेपाल सम्मत 1145-46 दिएको छ। यसका बारेमा मैले अघि पनि चर्चा गरिसकेको छु। अब यही कुरा नै हो, हरेक पञ्चाङ्गका यसरी पृष्ठमा दिएको हुन्छ। अब यसपछि चाहिँ हामीले बुझ्नुपर्ने कुराहरूमा चाहिँ यही कुराहरू छन्। जस्तो वैशाख शुक्ल पक्ष भन्यो भने वैशाख शुक्ल पक्षको के भन्छ? बछलाथ, यसरी बछलाथ भनेर उच्चारण गरिन्छ। र अब प्रतिपदा आदि तृतीयहरू चाहिँ प्रतिपदा द्वितीय भनौँ न 1, 2, 3 यसरी नै लिइन्छ। अब प्रतिपदा नै कसैले भनेर उच्चारण पनि गरेको पाइन्छ। अब कसैको भिन्न भिन्नै नाम पनि उल्लेख गरेको पाइन्छ। विशेषतः अब यहाँ चतुर्दशी र पूर्णिमामा चाहिँ यो पुन्नी र चरे पूजाहरू प्रायहरू रहन्छन्। यहाँ पूजामा प्राय अब यहाँ यो बेला चरे पूजा परेको रहेनछ, यद्यपि हामी त्यो परेकोमा पनि हेर्छौँ। र घाटो नृत्य नि यहाँ पुन्नी भयो, स्वाया पुन्नी। अब स्वाया पुन्नी भनेर यसलाई यहाँ चाहिँ यो वैशाखको शुक्ल पक्षको यो पूर्णिमालाई भनेको पाइन्छ। यो चाहिँ यहाँ यसरी प्राय ब्राकेटमा दिएको हुन्छ, यसरी पनि हामीले बुझ्न सक्छौँ। र अब हामीले जस्तो सरकारी कामकाजमा अथवा महिनाको उल्लेख गर्दा कसरी गर्ने भन्ने सन्दर्भमा चाहिँ हामीले जस्तो वैशाखको छ भने अब पात्रो चाहिँ चाहिन्छ यसमा। किन भन्दा कि त अब याद हुनु पर्यो, नभएदेखि पक्षको उल्लेख क्यालेन्डरमा अप्ठ्यारो हुन्छ। फेरि क्यालेन्डरमा चाहिँ त्यो आदि महिनामा फेरि कता शुक्ल कि कृष्ण पक्ष बुझ्नुपर्छ, त्यसका लागि त्यो भएको कारणले गर्दा अलिकति त्यो कुराहरूलाई बुझ्न विशेष रहन्छ। र यहाँ चाहिँ अब यो पञ्चाङ्गबाट चाहिँ यो पात्रोबाट चाहिँ सजिलै गरी बुझ्न सकिन्छ। जस्तो बछलाथ भनेपछि योमा पर्ने गतेहरू सबै बछलाथ भयो। अब त्यसपछि अब यहाँबाट अब यसै गरी वैशाख कृष्ण पक्षमा पर्ने जति के छ चौलागा भयो। चौलागा भयो भने यहाँ 1 गते भयो। अब 1 गते के पर्यो त भन्दाखेरि 1 गतेको यहाँ हामीले यदि मिति दिनु पर्यो भने के छ चौलागा 1 भन्दा पनि भयो हैन। चौलागा 1 नेसम भनेको 1145 यसरी भन्दाखेरि सजिलो भयो। यो चाहिँ पात्रको प्रयोग गरेर हामीले चाँडो बुझ्न सक्छौँ। अब प्रतिपदा भनेको 1, 2, 3, द्वितीय भनेको 2 भइगयो, तृतीय 3 भयो, अथवा चतुर्थी यो लेखे पनि अलि प्राय चाहिँ यो चौलागा 1145 यसरी लेख्ने गरेको विशेषता पाइन्छ। अब त्यसमा तिथि छुटेको हुन्छ, बार छुटेको हुन्छ। यद्यपि तिथि बारलाई पनि अब तिथिलाई पनि यसैमा उल्लेख गरिदिँदाखेरि अझ राम्रो हुन्छ। अब यहाँ 1 लेखिदिँदा प्रतिपदा 1, द्वितीय 2, तृतीय 3 एवं क्रमले 1, 2, 3, 4 लेख्दा नि भयो, अथवा यो द्वितीय लेख्दाखेरि पनि हुन सक्छ। अब यो मूलतः यो चाहिँ संस्कृतको भाषा भयो, नेपाल भाषामा यसका के अरे शब्दहरू पनि होलान्, तर त्यति प्रयोगमा आएका छैनन्। त्यो भएकोले 1, 2, 3 प्रयोग गर्दाखेरि सबैलाई बुझ्न सजिलो हुन्छ। त 1, 2, 3 यहाँ चाहिँ यो अमावास्याको चाहिँ 30 हुन्छ। त्यो भएको कारणले गर्दा अब यहाँ चाहिँ औँसीका दिन लेख्नु पर्यो भने अमावास्यालाई 30 लेख्दा हुन्छ भन्नुको मतलब 30 चौलागा 1145 लेख्दाखेरि चाहिँ यो दिन आउँछ। यसरी पनि बुझ्न सकिन्छ। प्रतिपदा द्वितीय तृतीय एवं क्रमले यो औँसी चाहिँ 30 हो, पूर्णिमा 15 हो। अरू भनेका 1, 2, 3, 4, 5, 6, 7, 8, 9 एवं क्रमले आउँछन्। कृष्ण पक्षमा 30 हुन्छ भने शुक्ल पक्षमा अन्तिमको 15 हुन्छ। प्राय कुनै पात्रहरूमा 1, 2, 3 पनि दिएको छ। यो पात्रमा चाहिँ हामीले प्रतिपदा आदि एवं क्रमले दिएका छौँ। यसरी बुझ्नु राम्रो हुन्छ। अब यसरी वैशाख शुक्ल पक्षमा बछलाथ भयो,
बसलागा ज्येष्ठ कृष्ण पक्षमा। त्यसैगरी अब यहाँ चतुर्दशीमा चाहिँ विशेष कृष्ण पक्षको चतुर्दशी, शुक्ल पक्ष नभइकन कृष्ण पक्षको चतुर्दशीमा चाहिँ विशेष पर्वहरू चरे पूजाहरू पर्छन्। तिथि चरे पूजा अब यो चाहिँ चतुर्दशी लागेपछि भएको कारणले गर्दाखेरि यहाँ हामीले हेर्न सक्छौँ। तिथि चरे पूजा भने यो चरे भनेको चतुर्दशीको पूजा हो। चतुर्दशी मध्यरात्रि व्यापिने भएको कारणले गर्दाखेरि चतुर्दशी यो दिन अधिक रहने भएको कारणले गर्दा मध्यरात्रिलाई छुने भएको कारणले गर्दा यो चरे पूजा चाहिँ चतुर्दशी नि हुन्छ। त्रयोदशी यो चाहिँ 13 दिउँसै सकियो, त्यो भएको कारणले रातिमा पर्ने भएको कारणले रात्रि व्यापिने भने चरे पूजा हुने भएकोले यो दिन अघिल्लो दिन दिएको, तर यो चतुर्दशीको हो। यो चाहिँ अब निर्णय गर्दाखेरि तलमाथि रहन सक्छ। मलाई त यसरी चरे पूजा भनेर, चरे भनेको चतुर्दशीको पूजा भनेर भनेको हो यो, र चतुर्दशीकै पूजालाई चरे पूजा भनिन्छ। यसरी यो उल्लेख गरिएको हुन्छ। अब उसमा चाहिँ पूर्णिमामा चाहिँ पुन्नी लेखिएको हुन्छ, जेहा पुन्नी लेखियो यो। अब यो चाहिँ यो वर्षको अर्थात् भनौँ ज्येष्ठ शुक्ल पक्षको पूर्णिमा जेहा पुन्नी एवं क्रमले चाहिँ उल्लेख गरेको पाइन्छ। पूर्णिमा र चतुर्दशीलाई चाहिँ धेरै कृष्ण पक्षको चतुर्दशी अनि पूर्णिमा चाहिँ धेरै चाहिँ प्रयोगमा आएका पाइन्छन्, किन पर्वहरू रहने भएको कारणले गर्दा। दिल्ला चरे पूजा अब यो चतुर्दशी नै भयो, यहाँ दिल्ला चरे पूजा भयो। यसरी यो चाहिँ चतुर्दशीलाई र पूर्णिमालाई धेरै प्रयोगमा ल्याएको हुन्छ। आषाढ कृष्ण पक्षको भयो, अब आषाढ शुक्ल पक्षको पूर्णिमा हुन्छ दिल्ला पुन्नी एवं क्रमले चाहिँ यो चाहिँ पूर्णिमाका चाहिँ छुट्टै छुट्टै नाम रहेका पाइन्छन्। अब हामीले नेपाल सम्वतको नयाँ वर्षको सन्दर्भमा चाहिँ के दिएको हुन्छ भन्दाखेरि कार्तिक शुक्ल पक्षबाट नेपाल सम्वतको नयाँ वर्ष आरम्भ हुन्छ। अब यहाँ हेरौँ हामीले यो कार्तिक शुक्ल पक्ष भयो। यहाँ गतेसँग मतलब हुन्न कि कार्तिक शुक्ल पक्षको प्रतिपदा आएपछि त्यो प्रतिपदाबाट चाहिँ नयाँ वर्ष सुरु हुन्छ अथवा कचलात्वको पहिलो तिथि यसरी बुझ्दाखेरि सजिलो हुन्छ। जस्तो अब यहाँ महापूजा भयो नेपाल सम्वत 1146 को प्रारम्भ भन्यो। यो भन्नुको मतलब गाई पूजा यहाँ हली तिहारका दिन भन्नुको मतलब यो भाइटिकाको अघिल्लो दिन यहाँ चाहिँ यम द्वितीया भयो। द्वितीयाको अघिल्लो दिन प्रतिपदा हुन्छ। कार्तिक शुक्ल प्रतिपदाबाट यसको नयाँ वर्ष भनौँ नेपाल सम्वतको नयाँ वर्ष आरम्भ हुन्छ। र यसलाई हामीले प्रयोग गर्ने भनेको चाहिँ यही नै हो। जस्तो पूर्णिमा दिएको छ नि त्यो 15 हो, औँसी छ भने 30 यति बुद्ध भयो। अरू त प्रतिपदा द्वितीया भनेको 1 2 3 4, चतुर्थी भनेको 4, पञ्चमी 5, षष्ठी 6, सप्तमी 7, अष्टमी 8, नवमी 9, दशमी 10, एकादशी 11, द्वादशी 12, त्रयोदशी 13, चतुर्दशी 14 हुन्छ। अब यहाँ पूर्णिमा दिएको छ भने चाहिँ यो 15 हुन्छ, यहाँ औँसी दिएको छ भने यो 30 हुन्छ। बस यति बुझ्दाखेरि हामीले सजिलो लाइलाई चाहिँ कचलात्व 30 1146 यसरी लेख्यौँ भने पूर्णिमा भनेको 15, यहाँ चाहिँ 15, कचलात्व 15 1146 यसरी लेख्यौँ भने नेपाल सम्वतको प्रयोग हामीले यसरी गर्न सकिन्छ। र यसरी गर्न चाहिँ हामीलाई पात्रो चाहिँ सजिलो हुन्छ। अब क्यालेन्डरबाट यो अलिकति अप्ठ्यारो हुन्छ, दिएको भए पनि बुझ्नुपर्ने हुन्छ। अब बुझ्दाखेरि त सजिलो हुन्छ यो, किनभने तिथि जुन हो त्यही तिथि हुन्छ भने नाम त्यो पक्ष अनुसारको नाम हुन्छ, त्यो बुझ्नु पर्यो। पक्ष अनुसारको नाम बुझेपछि कुराहरूलाई बुझ्न सकिन्छ। अलिकति क्यालेन्डरमा थोरै अलिकति केही अप्ठ्यारो हुन सक्छ, अलिकति नबुझ्दाखेरि चाहिँ अब यो पात्रोबाट चाहिँ चाँडो हामीले बुझ्न सक्छौँ, किन भन्दा पात्रोमा चाहिँ पक्षको छुट्याएर दिएको हुन्छ। त्यो भएको कारणले गर्दा हामीले यसरी बुझ्न सक्छौँ र नेपाल सम्वतको हामीले यसरी प्रयोग गर्न सक्छौँ। पञ्चाङ्ग परिचय अर्थात् पात्रो हेर्ने तरिकाको यो निरन्तर श्रृङ्खला चलि नै रहनेछ। आजको प्रस्तुति चाहिँ यहीँ विश्राम गऱ्यौँ। तपाईँले यो प्रस्तुति कस्तो लाग्यो कृपया सल्लाह सुझाव र प्रतिक्रियाका साथसाथै ज्योतिष आचार्य च्यानल सब्स्क्राइब गर्न नबिर्सनु होला। हामी निरन्तर रूपमा यो प्रक्रियालाई अगाडि बढाउनेछौँ र पात्रोका साना साना कुराहरूलाई पनि हामीले विशेष रूपमा प्रस्तुत गर्नेछौँ। समय लाग्न सक्छ, निरन्तर रूपमा हामी आजको प्रस्तुति यति राखेँ, बिदा चाहन्छु। नमस्कार। भवतु मङ्गलम् जयतु सर्वदा सर्वमङ्गलम् भवतु सर्वदा सर्वमङ्गलम्। ज्योतिषाचार्य ज्योतिषा